राजाले पनि एक दिन यो कुरो स्वीकार गर्न कर लाग्छ। राजाको बन्दुकले नि कुनै लडाईँ जित्नेवाला छैन, तर राजाले पनि एक दिन महसुस गर्नुपर्छ बन्दुकले शासन गर्न सकिँदैन। किनभने यो बन्दुकको शासन भनेको त 500 वर्ष पुरानो कुरा हो कि। राजावादी भनेका राजाका हुके बैठके बढार कुणार गर्ने नै हुन्। राजावादीको के हैसियत हुन्छ, मानवीय रूपमा के हैसियत हुन्छ? राजासँग बहस गर्न सक्दैन, आफ्नो तर्क राख्न सक्दैन। यो जीवित यथार्थ हो कि नेपालमा। त्यसै हुनाले राजावादीले बोलेको कुराको कुनै मूल्य हुँदैन, कुनै तुक छैन। कुनै जोखिम होइन, राजाको बुझाइबाट जानु पर्यो नि त हामीले। जोखिम पूर्ण हुन्थ्यो भने त राजा कदमै चाल्दैन थिए। राजावादीहरू त भन्छन् नि राजाले सुत्ते दाउमा राखेर चाहिँ यो कदम चालिबसेको छ। राजावादी भनेका राजाका हुके बैठके बढार कुणार गर्ने नै हुन्। राजावादीको के हैसियत हुन्छ, मानवीय रूपमा के हैसियत हुन्छ? राजासँग बहस गर्न सक्दैन, आफ्नो तर्क राख्न सक्दैन। यो जीवित यथार्थ हो कि नेपालमा। मन्त्री परिषदको बैठकमा के हुन्छ? राजालाई यो गर्नु के देखियो, नभएदेखि एउटा मन्त्री परिषदको बैठक चाहिँ 15 मिनट 20 मिनट आधी घण्टामा सकिन्छ कहीँ? हामी पनि मन्त्री भएको मान्छे हौ, 6 घण्टा 7 घण्टा चाहिँ छलफल हुन्थ्यो। एउटा प्रोजेक्ट पास गर्नलाई 3 घण्टा लाग्थ्यो। सुरु मौसु सरकार, हवस् प्रभु सरकार प्रभु भन्ने मन्त्रीहरू हुन्छन् अनि निर्णय दिने फटाफट अध्यक्ष हुन्छ। त्यसै हुनाले राजावादीले बोलेको कुराको कुनै मूल्य हुँदैन, कुनै तुक छैन। राजाले शिरबेच पनि दाउमा राखेको होइन। राजाले मुलुक बचाउने सपना पनि देखायो। मुलुक बचाउने सपना देखाए भए नेपालको राजाको तलब संसारमा सबभन्दा बढी रहेछ नि, अमेरिकाको राष्ट्रपतिको भन्दा दोब्बर बढी रहेछ। त्यो राजाले 2 करोड रुपियाँ चाहिँ यो द्वन्द्व पीडित बालबालिकाको नाममा छुट्याइदिए हुँदैन? स्कुल खोलिदिनु, छात्रावास बनाइदिनु, 32-33 करोड रुपियाँ लिएर ठाउँमा 31 करोड लिनु अथवा 32 करोड ल्याएको छ भने 30 करोड लिनु, 2 करोड त्यहाँ हालिदिनु। त्यो कुनै दया माया शान्ति कामना आदि इत्यादि होइन। म पृथ्वीनारायण शाहको वंशज हुँ, यो मुलुक मेरो वीरता हो, म मान खाएर बस्दिनँ भन्ने जिम्मेदारी चेतनाको परिणाम राजाको देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकोले नेपाल वर्तमान मन्त्री परिषद आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्री परिषद हाम्रै अध्यक्षतामा हुनेछ। 19 माघमा संवैधानिक शक्तिहरू जुन छन् नि उनीहरू पनि दोषी छन् भन्नेमा तपाईको के धारणा छ? संसदवादीहरू पनि दोषी छन्। म दोषी छु कि छैन? मैले केही गल्ती गरेको छैन। एउटा दोस्रो, गल्ती गरेकै भए पनि दण्ड मलाई तानाशाहले दिने होइन, दण्ड मलाई मेरो मतदाताले दिने, अर्कोपल्ट हराइदिने। त्यसै हुनाले उनीहरूले काम गर्न सकेनन् भन्नुहोस्, म मान्छु। उनीहरूले चाहिँ दृष्टिकोण दिन सकेनन् भन्ने म मान्छु। तर यो दृष्टिकोण दिनु नसकेको कारणले मात्रै माघ 19 आएको त होइन। माघ 19 को पहिलो प्राथमिक कुरो के हो भने राजामा सत्ताको अत्यन्तै ठूलो महत्वाकांक्षा देखियो। राजा मानको आसनमा बस्न नचाहेको देखियो र सेना राष्ट्रिय शक्ति नबनेको यथार्थ देखियो। अब यो गल्ती सेनालाई राष्ट्रिय सेनामा रूपान्तरित गर्न नसक्नु दलहरूको गल्ती थियो भन्ने कुरो पनि म भन्दिनँ। त्यो त सरकारको काम हो। सबभन्दा लामो समयसम्म सरकारमा जो बस्यो त्यसको मात्रै गल्ती हुन्छ। गल्तीलाई तपाईँले सबै एकदम सामान्यकरण गरेर एकै ठाउँ घोप्ट्याउन त पाउनुहुन्न। त्यस्ता गल्तीहरू केही भयो होला, तर त्यो गल्तीको कारण, त्यो सेनालाई राष्ट्रियकरण गर्न नसक्नुको कारण मात्रै असोज 18 या माघ 19 आएको हो।
त्यो चाहिँ राजासँग मैले शासन गर्नुपर्छ। 21औं शताब्दीको राजा भनेको देख्ने, सुन्ने, बोल्ने, गर्ने सबै हो भन्ने दम्भ राजाबाट धेरैचोटि पहिले नै आइसकेका थियो नि त। म दाजु जस्तो चुप लागेर बस्दिनँ। त्यसले के देखाउँछ भने राजामा उग्र महत्वाकांक्षा थियो। त्यो महत्वाकांक्षाको परिणाम असोज 18 गते अक्टोबर 4 तारिकको प्रतीक हो। हेर्नुहोस्, आन्दोलन चाहिँ अब हाम्रो देशमा मान्छे के भन्छन् भनेदेखि 46 साल चाहिँ 49 दिनमा आयो भन्छन् कि नबुझ्ने मान्छेहरूले बोल्ने भाषा। 49 दिनमा 46 साल आयो। 46 साल त 30 वर्षमा आएको। 30 वर्ष लड्यौँ नि त हामी। धेरै मान्छेहरूले चाहिँ आफ्नो जीवनको आहुति दिए। त्यो उत्कर्ष चाहिँ 49 दिनको भयो। तर उनीहरू निरङ्कुश राजतन्त्रको अन्त्यमै टेकेर राजतन्त्रको पनि अन्त्य हुन्छ र हामी गणतन्त्रमा जान्छौँ भन्ने हो। 7 दलको मान्यता चाहिँ निरङ्कुश राजतन्त्रको समाप्तिपछि गणतन्त्रमा जाने लडाईँ हामी थाल्छौँ भन्ने मैले काहीँ पनि स्वतन्त्र ढङ्गले अध्ययन गर्दा काहीँ पनि भेटेको छैन। अहिले राजा र दलहरूको बीचमा सम्झौताका आधारै छैन। सम्झौता कुनै आधार त हुनुपर्छ नि। दलहरू संवैधानिक राज संस्थाभन्दा तल चाहिँ झर्न सक्दैन। अघि मैले भने नि उनीहरू तुरुन्तै गणतन्त्रमा जान पनि सक्दैनन्। यो सत्यलाई पनि बुझ्नुपर्छ। यो बुझिएन भने आन्दोलनमा लाग्नु बेकार हुन्छ। तर उनीहरू संवैधानिक राज संस्था भन्दा तल सम्झौता गर्न सक्दैनन्। संवैधानिक राज संस्थामा राजा बरु भाग्छन्, आउँदैनन्। किनभने संवैधानिक राज संस्था भन्ने बित्तिकै अहिलेको बुझाइ, दलहरूको बुझाइ के हो भने त्यो जुन उसको चाहिँ प्रियम्बलमा विधानको चाहिँ प्रस्तावनामा अपरिवर्तनीय 4 मुद्दा भनिएको छ। त्यसमध्ये एउटा चाहिँ यो संवैधानिक राजतन्त्र भन्ने छ। त्यो अपरिवर्तन, त्यो खारिज हुन्छ। त्यो खारिज हुन्छ र त्यो परिवर्तनीय हुने हिसाबले संवैधानिक राज संस्था भन्नेमा जान्छ। अनि सँगसँगै 127 जस्ता लुपहोल्सहरू सबै खारिज हुन्छ। भने सबै कुरो चाहिँ टक दिया हुन्छ। सेनाको हरण खतन, सरुवा बढुवा आदि इत्यादि संसदको कुनै कमिटीले गर्नेछ, त्यो हिसाबले जान्छ। यदि तोकिएको समयमा चुनाव हुन सकेन भने पुरानै संसद पुनर्जीवित हुनेछ। यी हुन्छ नि अहिले जे हामीले समस्या भोगेका छौँ त्यो सबै त्यहाँ हाल्छ। यति त दलहरूले गर्छन्, विश्वास गर्नुपर्छ। तर राजा अब अहिले भएको त पुगेको छैन भन्ने अब मान्छेले योभन्दा तल कसरी झर्छन्। त्यसैले मैले चाहिँ सम्झौताको कुनै एउटा बिन्दु देखाएको छैन। राजा 19 माघबाट फर्केर आउँदैनन् तपाईँहरू? 19 माघबाट 19 माघबाट फर्केर आउलान्, त्यो त समस्याको समाधान होइन। राजा त एकैचोटि जेठ 7 गते पुग्नु पर्यो। जुन बेला चाहिँ आधा रातमा हाम्रो संसदको विघटन भयो, जुन नेपालको इतिहासमा कहिल्यै भएको थिएन त्यस्तो। त्योभन्दा अगाडि, त्यो विघटनभन्दा अगाडि पुग्नु। अब देशमा लोकतन्त्र आउँथ्यो, लोकतन्त्र आउँथ्यो, अब जनता पक्षमा चाहिने भो, सबको गाउँ गर्छन् कविलाई निरङ्कुशता उठेको भए लोकतन्त्र धन्यवाद।